हँसाउने कला रहेछ भन्ने बुझ्छु। आज गोरुहरू देखाएको छु भन्छन् सबैले। 4000 खर्च भयो। कालो मान्छे कहिले काहीँ यसो क्रिम दलेर गोरु हो भनिहाल्छन्। म चाहिँ पैदलवाला हो, म खुट्टाले हिँडिरहेको छु। त्यही हो, यहाँ 5000 पुगेपछि 5 मिनट पनि हुँदैन मान्छेहरू हाँस्दिरहन् मलाई देखेर। हेलो एभ्रिवान, नमस्ते। म अच्युत पन्त हो। तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। आज म टक्क तरकारीहरू यताउति सपिङ होइन, खानेकुराको सपिङ हान्न जाँदैछु। यहाँ कारगोज भन्ने छ एउटा, कारगोज भन्ने ठाउँमा सस्तो हल्का सस्तो पाउँछ त्यहाँ चाहिँ। अनि ओकिनावामा बस्ने, नामा बस्ने मान्छेहरू चाहिँ धेरै जस्तो सपिङ हान्न त्यही जान्छन्। म पनि त्यही जानेवाला छु। एउटा साथी आउँदैछ, त्यसो निस्किन लागिरहेको छु। अब तपाईँहरूलाई उता गएर साथीलाई भेटेर अनि फेरि बनाउँछु ब्लग। म चाहिँ ठ्याक्क घरबाट तल झरेको थिएँ होइन। अनि साथी भेट्नुभन्दा पनि पहिला ठ्याक्क याद आयो कि अस्ति मैले यो च्यान गाडीको भिडियो एउटा सर्ट्स बनाएर हालेको थिएँ। अस्ति बेलुका राति भएर खासै देखेको थिएन होला, त्यही भएर अहिले देखाउँछु तपाईँहरूलाई। दिउँसोको बेलामा यस्तो छ च्यान गाडी चाहिँ। साथी चाहिँ अगाडि रोडमा छ अरे, जाँदैछु म चाहिँ। त्यहीँनिर गएर भेट्छु तपाईँहरूलाई। हेलो गाइज, मैले चाहिँ साथी भेटिसकेँ बाटोमा। अनि ऊ चाहिँ हिरो भनेर आइरहेको रहेछ पुरै चस्मा लाएर, टक्क लाएर। अब साथीको भ्लगमा देखिने भनेर चस्मा ढल्काएर पुरै बिटकोइनको ज्याकेट लाएर आइपुगेछ साथी चाहिँ। अब जान्छौँ हामी टक्क लाएर। पहिला यहाँनिर ब्याङ्क जान्छौँ, ब्याङ्क गएर छ्यास अलिकति 1-2 हजार पैसा निकालेर गरिबी लाइरह अहिले। त्यसपछि गइन्छ कारगोज भन्ने ठाउँ। त्यसको फेरि नाम फेरि 12-13वटा छ। कहिले कारगोज भनेर बुझ्छन्, कहिले रुपैयाँ, कहिले युनियन, कहिले के, त्यसको 10-12वटा नाम छ। अब त्यहाँ गइन्छ, त्यहाँ गएर अलिअलि सामान किनिन्छ अनि हातमा झुन्डाएर आइन्छ। तपाईँलाई म त्यतैतिर गएर भेट्छु। एटिएम आएर पैसा निकालियो होइन। यो चाहिँ 1000को नोट हो यो यहाँको। अनि यो चाहिँ को मान्छे चाहिँ अब चिनिँदैन हामीले। यो चाहिँ 1000को नोट हो। यो चाहिँ 1000को नोट चाहिँ यहाँ एकैछिनमा सकिन्छ है। 1000 चाहिँ यहाँ केही पनि होइन, 100 रुपियाँ भने जस्तै हो नेपालमा। म चाहिँ आइपुगिसकेँ कारगोज। यस्तो तरिकाले सपिङ हुन्छ होइन। साग रहेछ, यता फलफुलहरू छ। जसलाई त भिडियो बनाउँछु सर र भिडियो बनाउँ म टक्क टिपिहाल्छु। के खाने, साग खाने तिम्रो टाउ देखेको छैन कि? मेरो टाउको पनि देख्नु पऱ्यो, खाना चाहिँ देखा नि। त्यो त खाइदिनु ए कत्रो देख्यो तिम्रो भुँडी यार। एउटा जुसको हुन्छ नि, एउटा जुसको प्राइस 1370 रुपियाँ, भ्याट सुत्ता गरेर 1500 रुपियाँ हो यो जुसको प्राइस, 1500। यहाँ चाहिँ सामान धेरै पाइएन गाई, जति मात्र देखियो। अब उता गएर नेपाली पसलबाट अरू सामान लिएर देखाउँछु। यसमा त स्क्यानर छैन नि त, अनि त्यो खोज्न भ्याउँछ कि हामीले। ल साथीहरू, हामी चाहिँ टक्क म र साथी गएर तरकारी सरकारी किन्यो। अनि यति 2टा झोला एउटा हातमा झुन्डाइरहेको छु। 4000 खर्च भयो होइन यति 2टा किन्दाखेरि। 1000 चाहिँ मैले खानु अब 1000को फेरि पनि यहाँ अगाडिबाट म प्याज अब अलिअलि सामान किनेँ। अब यहाँ अलिअलि सामान किन्छु। त्यही हो, यहाँ 5000 पुगेपछि 5 मिनट पनि हुँदैन। 5000को केही सामान आउँदैन यहाँ। मान्छेहरू हाँस्दिरहन् मलाई देखेर। उहाँदेखि स्कुटरदेखि नै हाँस्दै हिँडिरहेको त। हाँसिरहेको न, मलाई मतलब भएन नि हाँसेर। झन् त्यो झन् खुसी भइरहेको मेरो। ऊ पनि हाँसिरहेको अरे, ऊ पनि हाँसिरहेको अरे। हाँस यही हो अब। होइन म त हाँस्दै
तैँले हाँस्यो अरे म त म तिमी हाँस्यौ भने ममा हँसाउने कला रहेछ भन्ने बुझ्छु नि त म तिम्रो उस दिएर हाँसेँ होइन नि त साथी म भनेको सिग्नल आइपुग्यो सिङ्गमा नबनाऊ कि क्रस हानिदिउँ नबनाऊ सिग्नलमा क्या। हान्न पाइदिनु यसमा यो नबनाऊ सिक्यो मैले त यस्तरी हानिदिइरहेको छु नि त आकाश देखिरहेको सिग्नल कहाँ देखिरहेको त होइन नबनाऊ कि ल म अब अनि बाटो रुम गएर भेट्छु तपाईँहरूलाई म चाहिँ रुम पुगिसकेँ साथीहरू सामान लिएर आएँ 5,000को के सामान आयो भने यति सामान आयो है 5,000मा प्याजहरू अनि टमाटर तेलहरूदेखि लिएर लसुन सबै कुरा आयो 5,000मा यति सामान आयो अब चाहिँ सामान लिएर आइपुग्यो अब चाहिँ फेरि घुम्न जाने भन्ने कुरा भयो अर्को पनि एउटा साथी आयो अब उमीतिर घुम्न गइन्छ फेरि भेट्छु तपाईँहरूलाई उमीतिर गएर साथीहरू हामी चाहिँ आइपुग्यो वाखासा अनि मैले चाहिँ यहाँनिर के देखेँ भने एउटा सिप गइरहेको रहेछ यस्तरी टक्क आइरहेको रहेछ एउटा सिप अनि यो चाहिँ अहिले अब कता पुगेर आयो यता जाँदैछ होइन सर र यस्तो छ भ्यू चाहिँ अब चाहिँ राम्रो भ्यू देखिन्छ देखाउँछु तपाईँहरूलाई हल्का अगाडि गएर यहाँभन्दा यो चाहिँ अहिले हामी वाखासा आइपुग्यौँ साथी यहाँ उभिरह अब यहाँबाट चाहिँ समुद्र एकदम दामी समुद्र देख्छ अलि अगाडिबाट चाहिँ राम्रो समुद्र देख्छ योभन्दा अलि अगाडि गएपछि चाहिँ एउटा पौडी खेल्ने ठाउँ छ अनि त्यो पौडी खेल्ने ठाउँबाट माथि मन्दिरबाट उक्लेर अर्को समुद्र पुगेपछि चाहिँ त्यहाँबाट चाहिँ एकदम राम्रो ठाउँ देख्छ त्यता मन्दिर चढेर जाने हामी यो चाहिँ पार्क हो यहाँ चाहिँ जगिङ यताउति गर्नलाई ठिक हुन्छ एकदम राम्रो खाले पार्क हो हामी आइपुग्यौँ पौडी खेल्ने ठाउँमा मान्छेहरू उता पौडी खेलिरहेछन् तर त्यहाँनिर यसो भिडियो गरिदिनु भएन अरूको होइन अनि हामी चाहिँ यहाँबाट उक्ल्यौँ मासतिर यसरी माथिबाट चाहिँ देखाइदिन्छु म पौडी खेल्ने ठाउँ देखिरह होला अनि ठक्क लगाएर अब हामी पुग्यौँ यहाँ माथि मन्दिर छ अब यहाँ मन्दिरमा नि हो त्यहाँ अगाडि हो क्यामेरा दामी लेखाएर रहेछ क्यामेरा चलाउनु नपाउने रक्सी सक्सी खान नपाउने स्कुटर बाइक ल्याउन नपाउने कुकुरलाई पोटी गराउनु नपाउने लेखा रहेछ यता यस्तो जङ्गलहरू छ जामु यहाँ माथि जाने हो ल अब चाहिँ उतापट्टि अर्को उमीमा गएर देखाउँछु म हजुरहरूलाई साथीहरू म चाहिँ आइपुगिसकेँ उमीतिर अहिले चाहिँ 5-6 बज्न लागिसक्यो आकाशमा समुद्र राम्रो देखिरहेको अनि सनसेट पनि हुन लागिरहेको ठ्याक्क सनसेट हुन लागिरहेको यस्तो भ्यू देखिरहेको टक्क लगाएर यहाँ चाहिँ जम्मा 2टा मात्र रुख छ अनि उता चाहिँ जङ्गल जस्तो छ यहाँ चाहिँ 2टा मात्र रुख छ बसेर हेर्ने एकदम रमाइलो देखिन्छ राम्रो देखिन्छ ठाउँ चाहिँ अनि उतापट्टि पनि बसेर हेर्ने ठाउँ छ त्यो बिचमा चाहिँ जान पाइँदैन यस्तो ठाउँ छ देखाउँछु भने आज बोट आएको छैन रहेछ बोट देखाउने सोचिरहेको चाहिँ यहाँ 2टा साथीहरू अर्को साथीले भ्लग बनाउन स्टार्ट गरेछ कराइरहेको यहाँनिर आएर
थाइल्यान्डसम्म जाने भन्ने हुन्छ अनि यसको पछि पछि फेरि एउटा सानो गोर्फुनी आएर प्लेन साथीहरू टक्क लगाएर हाम्रो यहाँदेखि कस्तो दामी सट्ट उड्यो प्लेन चाहिँ अनि मेरो आँखाले जस्तो राम्रो चाहिँ देखिरहेको नि यहाँबाट हल्का सर माथितिर उड्यो प्लेन चाहिँ एकदम दामी देखिरहेको यहाँदेखि यो प्लेन चाहिँ कतातिर जान लाग्यो अब जान लाग्यो होला टोकियो साइडतिर त्यो चाहिँ एकदमै बवाल देखिरह यता चाहिँ यस्तो छ बस्ने ठाउँहरू छ यहाँनिर नि बस्ने ठाउँ छ यता उमी सुमी छ टक्क लगाएर एकदम राम्रो भ्यू देखिरह यहाँ चाहिँ मान्छेहरू यति ठाउँमा चाहिँ मान्छेहरू यो समुद्रभित्र केही खोज्न जाने अनि त्यसको लागि प्र्याक्टिस गर्छ मान्छेहरूले यहाँ चाहिँ कसरी जाने के गर्ने भन्ने कुरा यहाँ चाहिँ प्र्याक्टिस गराउँछ यता चाहिँ यस्तो छ दामी छ ठाउँ चाहिँ म चाहिँ सट्ट यताउता घुमेर आउँछु अनि आएर देखाउँछु तपाईँहरूलाई टक्क राम्रो राम्रो ठाउँहरू साथीहरू हिँड्दा हिँड्दै रातै पर्न लागिसकेछ साथीहरू चाहिँ यता छन् एउटा साथी यता छ अनि हिँड्दा हिँड्दै अहिले चाहिँ 7 बज्यो यताउता घुमियो अनि हाम्रो आज एउटा सानो भिडियो बनाउने भन्ने कुरा थियो जापानमा के कस्तो छ जापान र नेपालमा के भिन्नता छ जापानमा कस्तो भइरह नेपालमा के कस्तो भइरह जापान आउन खोज्नुहुने विद्यार्थीहरूको लागि चाहिँ के गर्दा ठिक हुन्छ अनि नेपाल बस्ने मान्छेहरूको लागि पनि नेपाल र जापानमा के भिन्नता छ जापानमा के भइरहेछ नेपाल किन नेपाल अलि फोहोर भइरहेछ मतलब बाटोघाटो यताउति सबै फोहोर छ जापान किन सफा छ यहाँ चाहिँ के छ नेपालमा के छ भन्ने बारेमा कुराहरू भएको छ त्यो चाहिँ लगभग त्यसमा पनि 1-1.5 घन्टा टाइम लागेर हाम्रो साथीको च्यानलबाट आउँछ त्यो भ्लग चाहिँ लगभग 20-30 मिनटको भ्लग आउँछ एउटा त्यो पनि हेर्नु होला जापान आउन खोज्नुहुने विद्यार्थीहरूको लागि चाहिँ धेरै हेल्प हुन्छ त्यो भिडियोले पनि हामी चाहिँ अहिले फर्किनेतिर लागिरहौँ साथीको नाम चाहिँ पवन सापकोटा हो उसको च्यानलबाट आउँछ पवन सापकोटा छ होइन च्यानल नाम या पवन सापकोटा छ च्यानलको नाम चाहिँ त्यो च्यानलमा गएर तपाईँहरूले हेर्नुभयो भने चाहिँ देख्नुहुन्छ त्यो भिडियोमा चाहिँ जस्तै जापान आउन खोज्ने हुनेलाई चाहिँ एकदम राम्रो ज्ञान पाउनुहुनेछ जापानमा के गर्नुपर्छ जस्तै प्रब्लमहरू के हुन्छ जापान आएर सुरुमा के गर्दा ठिक हुन्छ भन्ने कुराहरू चाहिँ हामीले राम्रो तरिकाले बुझाइदिएका छौँ अनि यहाँ चाहिँ एउटा ठ्याक्क कस्तो होटेलमा आइपुग्यो नाहा बिच साइड होटेल रहेछ पुरै झिलिमिली लगाएर सजाएको रहेछ है के भयो अनि हाँसिरहेको साथीहरू अघिको भिडियो हेरेर चाहिँ साथी गएर यो चाहिँ राम्रो रहेछ होटेल ट्याक्सी आयो हल्का फास्ट हिँड्नुपर्ने अवस्था भयो हल्का चाँडो हिँड्नु केटा यस्तो छ यहाँ चाहिँ राम्रो रहेछ बेलुका लाइट साइडले गर्दाखेरि झिलिमिली देखिरह हामीलाई चाहिँ पुरै अनि साथीहरू चाहिँ यहाँ अब बोले खाएनन् आफ्नै धुनमा हिँडिरहन् अब अगाडि गएर भेट्छु म तपाईँहरूलाई यहाँनिर चाहिँ टक्क लाइटले गर्दाखेरि अलि राम्रो देखेको जस्तो लागिरहेको मलाई चाहिँ होइन ल साथीहरू हामी चाहिँ गएर आज धेरै ठाउँ घुम्यौँ आज बिहान उठेर नुहाइधुवाइ गरेर कपडा सपडा धोएर अनि त्यसपछि गयो तरकारी आज गोरुहरू देखाएको छु भन्छन् सबैले अनि कालो मान्छे कहिले काहीँ यसो क्रिम दलेर गोरु भनिहाल्छन् अनि गएर तरकारी किनेर आएर तरकारी राखेर अनि त्यसपछि हाम्रो एउटा सर आइपुग्नु भएर त्यहाँ के छ ठिक छ नि होइन कता टाढै भन्दा नि उमीसँग पुगेर हो कि पुगेर आएको के छ अनि ठिक छ नि हाम्रोमा काम ठिक छ नि होइन हामी दुईवटा काम एउटै हो एउटै कम्पनीमा सरको चाहिँ अलिक खतरा खाले काम नेपालदेखि नै वर्किङ लगाएर आउनुभएको कहिले आउँछ चाहिँ अब यो अब अहिले बेलुका आउँछ युट्युब च्यानल त्यो चाहिँ बेलुका आउँछ ल लागौँ है अहिले ल भोलितिर भेटौँ ल ल
अब ठ्याक्क बाटोमा भेट भइहाल्यो अनि कुरासुरा गरियो होइन। त्यसपछि आज चाहिँ अनि तरकारी सरकारी किनेर आएर गएर रुममा राखेर अनि घुम्न गयो हामी 3जना। उमी सुमी घुमियो, कफी सफी खाइयो अनि घुमघाम गरेर अहिले फर्केर फेरि तोमारी आइपुगिसक्यो हामी चाहिँ। अनि एउटा साथी चाहिँ स्कुटरवाला हो, ऊ चाहिँ स्कुटर राखेर हिँडेर आउँदैछ। यहाँ अब अर्को साथी चाहिँ साइकलवाला हो, ऊ चाहिँ साइकल डोराएर हिँडिरहेको छेउछेउमा। अनि म चाहिँ पैदलवाला हो, म खुट्टाले हिँडिरहेको छु। तोमारीमा अर्को एउटा साथी आइपुग्यो अरे, मेरो हिजोको सर्चमा देखेको एउटा सन्देश भन्ने साथी। अब उसलाई भेटौँ फेरि गएर यताउतिबाट जाउँ है। पिसा फेर्नु जाउँ है। पिसाब तिमी फेरेर आऊ, म त अघि गइसकेँ। अब सन्देश कहाँनिर बसिरहेको भन्ने कुरा हो। रोक्यौ न यहाँ त्यहाँ गएर सन्देशलाई भेटेर रोकिन्छौ अनि अब त्यहाँ गएर भेट्छु साथीहरू। यहीँ रोक्यौ न। अनि त्यहाँ भेटेर अनि आजको अब कुरासुरा गरेर इन्डिङ हुन्छ। हस् त्यता गएर भेट्छु। ल साथीहरू, म चाहिँ आइपुगेँ अस्तिकै ठाउँ तोमारी पार्क। आज धेरै घुमियो, धेरै रमाइलो गरियो, धेरै ठाउँ गइयो, धेरै चिज गरियो। अनि अब आजलाई धेरै भयो जस्तो लाग्यो, रात नि पर्न लाग्यो। आजलाई यति नै गरौँ। होप तपाईँहरूलाई यो भिडियो मनपर्छ होला। मन परेमा लाइक, सेयर, सब्सक्राइब गर्नु होला। तपाईँको प्यारो अच्युत पन्त।